हाई साथीहरू, युएसए ब्लग पार्ट 4 मा आजको यात्रा मेरो भान्जाको घर नर्थ केरोलाइनातिर। मेरो भान्जा बाबु पनि नेपालबाट यता आएर सेटल भएको धेरै वर्ष भइसक्यो। बिएमा त बाबुहरूसँग भेट भएको थियो, त्यही पनि नेपालबाट यहाँसम्म आएर पनि भान्जाको घर नजाँदाखेरि साह्रै नरमाइलो लागिरहेको थियो। किनभने अब फर्किने टाइम पनि आइसकेको थियो। त्यही पनि अब ज्वाइँ साहबले एक रातको लागि भए पनि जाउँ न त, म लैहाल्छु नि भनेर भनिस्यो। अनि हामी त ज्वाइँ साहब कामबाट आएपछि साँझ 7 बजेतिर हामीहरू घरबाट नर्थ केरोलाइनातिर निस्क्यौँ। घरबाट निस्किँदा त उज्यालै थियो। हिँड्दा हिँड्दै अब साँझ पनि पर्न थालिसक्यो। 7 बजेतिर हामीहरू घरबाट हिँडेको थियौँ। हिँड्दा हिँड्दै अब बाटो पनि लामो हुँदाखेरि अब ट्राफिक यताउता गर्दै रात परिसक्यो। राति हामी 11 बजेतिर बल्ल बाबुको घरमा पुग्यौँ। उहाँ चाहिँ मेरो भान्जा बाबु हुनुहुन्छ। हेलो हाई गर्दै हामीहरू भित्र पुग्यौँ। भित्र पुगिसकेपछि त ल हेर त, केटाकेटी त अझै नसुतेका रहेछन्। नाति बाबु वेद हो, यिनको नाम वेद। अनि यो सानी क्युटी गुडिया वानी हो। अनि यिनी मेरी भान्जी बुहारी हुन्। लङ रुटको ट्राभल गरेपछि त त्यसको थकान चियाले नै मेट्छ। अब यहाँ गफ गर्दै चिया पनि हामीहरू चिया खाँदैछौँ। यतातिर भान्जी बुहारीले स्न्याक्सहरू पनि कति बनाएर राखेकी रहेछन्। ल हेर्नु न, यहाँ छिटै पुगिन्छ कि भनेर के बनाएकी छिन्। यहाँ अनियन रिङ, नगेट्स, चिज स्प्रिङ्गल, ससेस, चिकन विङ्स, कति परिकार हो। चिया स्न्याक्सहरू खाइसकेपछि यता केटाकेटीहरू खेल्दैछन्। अब पहिलोचोटि बाबुको घरमा गएको हुँदा हामीहरू यसो घर पनि टुर गरौँ भनेर भान्जा बाबुको घर हेर्न लाग्यौँ। घर कति राम्रो रहेछ। यो चाहिँ नि लिभिङ रुम, लिभिङसँगै एट्याच भएको किचन, डाइनिङ। यो चाहिँ नि पूजा कोठी, कति सफासँग आनन्द लाग्दो गरी राखेकी रहेछन्। देउताहरू पनि, नाम पनि पूजा थान पनि कति राम्रो। र यो पूजा कोठीसँगै टाँसिएको पेन्ट्री। अब हामी माथि तल्लामा लाग्यौँ। अब यो माथि बेडरुमहरू छ। केटाकेटीहरू सानै भएको हुँदा अहिले खाट नराखेर भुइँ ओछ्यान राख्नुभएको रहेछ बाबुले। यो चाहिँ नि भान्जा बाबुको अफिस रुम। यो चाहिँ नि मेरो कान्छी छोरी आउँदा बस्ने रुम। टोइलेट बाथरुमसँग टाँसेकै क्लोजेट। यो चाहिँ नि लन्ड्री रुम। यो सबै माथिकै फ्लोरमा रहेछ बाबुको। सजिलो, केटाकेटी भएपछि सजिलो। यो तल लिभिङ रुम। ज्वाइँ साहबले हामीलाई लिएर आइसकेको, बिचरा गाडी चलाउँदा थाकेर पलेटी कसेर बसिसकेको छ। यता अझै 2वटा बेडरुमहरू पनि रहेछ अझै माथि। भान्जासित यता घरहरू हेर्दैछौँ। यतातिर पूजाले खानाहरू रेडी गरिसकिन्। के पकाएर राखेकी होलिन्। ओहो, डिनर रेडी भयो। अब ल हेर्नु त, ओहो बिचरा कति भ्याएकी। 2टा सानो बच्चासँग पनि यत्रो थोक पकाउन भ्याएकी। खसीको मासु, दाल भात, चिकन, अचार, तरकारी, साग, के हो। आलु काँक्रोको अचार त झन् ट्वाक्क मिठो थियो। विदेशमा बसे पनि हामीहरूलाई खाना त नेपाली नै मिठो लाग्ने के। नेपाली खाना भनेको त मुखबाट पानी आउँछ नेपाली खाना खानलाई त्यहाँ त। यता मेरी कान्छी छोरी खाना देखेर दङ्ग परेकी छिन्। केटाकेटीहरूले खाना खाइसक्यो। अब हामीहरू खाना खाँदैछौँ सबैजना मिलेर। ज्वाइँ साहबलाई खसीको मासु खुब मिठो लागेछ। यहाँ भाउजूको खुब प्रशंसा गर्दै खाँदै होइसिन्छ। भान्जी बुहारीले साह्रै मिठो खाना बनाउँदै रहेछन्। खुब इन्जोय गरेर खाना खाइयो। खाना खाइसकेपछि अब हामीहरू लिभिङ रुममा बसेर अब एकछिन गफ गर्न लाग्यौँ। बिहामा दिदीहरूसँग भेट भएको, वेद र सानी छोरी बानीको। त्यही भएर दिदीहरूसँग खुब घुलमिलेका छन्। यो बच्चाहरू पनि 2टा दिदीहरूसँग खेल्दैछन्। अब यतातिर भान्जा बाबु पनि पहिलाको कुराहरू सम्झेर एकछिन गफ गऱ्यौँ। खुब रमाइलो भयो। हामीलाई साह्रै छोटो मिठो भेटघाट, असाध्यै रमाइलो भेटघाट भयो। यो भान्जी बुहारी केटाकेटीहरूसँग भेट्दा साह्रै खुसी लाग्यो। अब भोलिपल्ट उठेर हामीलाई पनि जानु थियो। त्यस कारण अब हामीहरू सुत्नलाई आफ्नो रुमतिर लाग्यौँ।